हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो गाइज म चाहिँ अघि नै उठेर फ्रेस भएर यता रुम आएको। नानी आइरहेको रहेछ हो बिहानै। अन्त यसो हेरेको बहिनीले चाय बनाएर राखिदिइरहेको रहेछ मलाई पनि हो। अन्त म चाय पिउँदै थिएँ। अनि आज चाहिँ उसको छुट्टी थियो। अन्त उसले एकदम सोच्दै थियो यो छुट्टीमा चाहिँ म के गर्नु कहाँ जानु भएर चाहिँ ऊ एकदम चिन्तामा परिरहेको थियो। अन्त बहिनी चाहिँ रेडी हुँदै थियो ऊ पनि ड्युटी जानुको लागि होइन। अन्त म पनि यता चाय पिउँदै थिएँ। चाय र बिस्किट मेरो फेभरेट बिस्किट हो यो चाहिँ। जहिले पनि म चियासँग चाहिँ यही बिस्किट खान्छु नि त हो। अन्त रेडी भएर यसो टाइम हेरेको त अझै 10-15 मिनट रहेछ हो। अन्त अलिकति भए पनि कपाल सुकाइहाल्नु पऱ्यो भनेर चाहिँ म यता हेयर ड्रायर गर्दै थिएँ होइन। अन्त ड्युटी पनि आएँ। अन्त बिहानै हाम्रो चाहिँ अलिअलि काम हुन्छ नि त बहिनीहरूले नि। अन्त यता काम गर्दै थियो। म पनि अब यसो यो काउन्टरहरू सफा गर्छु भनेर चाहिँ सोचेँ हो। अन्त गाइस काउन्टर सफा गरिसकेर चाहिँ अर्चनाले चाहिँ मलाई फोन गरेर बोलायो हो। एकछिन आइज न यहाँ माथि एउटा काम छ भन्यो। अन्त म पनि के चाहिँ काम रहेछ भनेर म पनि कुद्दै गएर हेरेको त बहिनीले चाहिँ बनाइसकेको रहेछ करेन्ट हो। अन्त मलाई पनि राखिदिएछ। अन्त त्यही खानुको लागि पो त्यसले मलाई बोलाएको रहेछ हो। अन्त म पनि त्यहाँ टुक्रुक्क बसेर चाहिँ एकदम करेन्ट खानु थालेँ हो। अहिले भोइस कभर गर्दा पनि पो मुखभरि पानी आउँदैछ हौ साथीहरू। करेन्ट चाहिँ नि खायो फेरि 2-3 घन्टा बादमा फेरि खानु मन परिहाल्छ। त्यस्तो चिज हो यो करेन्ट भन्ने चिज चाहिँ। मलाई चाहिँ त्यस्तै हुन्छ। अब तपाईँहरूलाई चाहिँ के कस्तो हुन्छ थाहा छैन कमेन्टमा जनाउनु होला है। अनि करेन्ट खाइसकेर यता फेरि ड्युटी आएँ होइन। ड्युटी आएर चाहिँ सरले चाहिँ यो ल्याउनु भएको रहेछ भगटे हो। हामी चाहिँ यसलाई भगटे भन्छौँ। तपाईँहरू चाहिँ के भन्नुहुन्छ कमेन्ट गर्नु है। अन्त भगटे एकदम साँधेर चाहिँ खान आँटेको। बेसी अमिलो पनि थिएन ठिकैको थियो हो। मैले चाहिँ एकदम पिरो पिरो गुलियो सबै चिज हालेर चाहिँ त्यसलाई साँधेको थिएँ नि त। कति बादमा खाँदैछौँ हामी चाहिँ यो भगटे हो। अन्त बहिनीहरूले पनि खाँदै थियो मैले पनि खाएँ सरलाई पनि दिएँ हो। अन्त अब चाहिँ म यो रातिको डिनर गर्नु आँटेको। आज चाहिँ खानामा थियो हड्डी भएको मासु हड्डी नभएको मासु भन्छ नि न्युटेला पनि थियो हो। अन्त चिकन पनि थियो हो। अन्त म चाहिँ अब खाना खानु आँटेको है। अब उयो के भन्छ छुट्टी हुने बेला पनि भइसकेको थियो होइन। अन्त अब छिटो खानासाना खाएर चाहिँ रुम जानुपर्ने हुन्छ नि त। अन्त गाइस मैले चाहिँ रुम गएर चाहिँ भिडियो बनाइनँ होइन। रुम गएर त्यता फ्रेस भएर चाहिँ म सुतिहालेँ नि त। अलिक थाकेको जस्तो भइरहेको थियो। सन्डे चाहिँ मन्डे कोही बेला बिजी हुन्छ कोही बेला बिजी हुँदैन। अन्त योपालि चाहिँ मन्डे अलिकति भए पनि बिजी भएको थियो। सो त्यही भएर चाहिँ अलिक थाकेको जस्तो भइरहेको थियो होइन। अन्त मैले चाहिँ रुम गएर चाहिँ भिडियो बनाइनँ। हुन्छ थ्याङ्क यू फर वाचिङ बाई बाई। नेक्स्ट भ्लगमा भेटौँ है।